हेलो गुड मर्निङ अनि नमस्कार साथीहरू। आज चाहिँ हामी बिहानै पाथिभरा माताको दर्शन गर्न साथसाथै तिनजुरे लालीगुराँस फुल्ने ठाउँ राजधानी हामी जाँदैछौँ। आज चाहिँ हामी सबैजना धेरैजना जाँदैछौँ यताबाट चाहिँ। अनि अहिले चाहिँ काकी र म यहाँबाट चाहिँ अनएक्सपेक्टेड भइदियो, थाहा नै थिएन आज जाने भन्ने, त्यस्तो फिक्स पनि केही थिएन र जान पायो, एकदम खुसी लागिरहेछ मलाई चाहिँ। र आज चाहिँ म तपाईहरुलाई अहिले गएदेखिको भरे आउन्जेलसम्मको भिडियो भ्लग बनाएर देखाउने कोसिस गर्नेछु। अनि त्यसमा हेरेर साथ दिनु होला है। बुढे पुग्न आँटेको छौँ भर्खर, सबैजना मस्त निन्द्रामा हजुर। के हुँदैन, राम्रो निस्किन्छ। आजको मेमोरी चाहिँ एकदमै राम्रो रहन्छ जस्तो मलाई लागिरहेछ। हामी चाहिँ लङ्कुमलाङ भन्ने ठाउँमा अहिले चाहिँ हामी मुडे आइपुगेको छौँ। अब यहाँ सँगसँगै हामी चाहिँ एकछिन मुडेमा धेरै बेर बसिँदैन, एकछिन 1-2 मिनट बसिसके पछाडि चाहिँ अघि बढ्नेछौँ। यो मुडेमा त धेरै चाप पाइन्छ क्या, यो पनि चापै हो, यो अलिक क्यामेरामा राम्रो देखिँदैन। अनि त्यही भएर मुडेको स्टेसनमा पनि चापको बोर्ड चाहिँ बनाएको छ त्यहाँ पनि। यही चापको बोर्ड। हामी मुडेबाट अगाडि बढिसकेका छौँ। यहाँ अगाडि छ काकी, साह्रैकै छैन। धर्मदेवी नगरपालिका पनि कटेर अघि बढियो। अब त्यसपछि पनि हामी कस्तो कस्तो ठाउँमा पुग्दैछौँ, के गर्दैछौँ हजुरहरूलाई देखाउने नै छु है त। कन्टिन्यू हेरिराख्नु होला है। आउँछ भिडियोमा पुग्न आँटेको फाइनल्ली पुग्न आँट्यो। तर कति एक्सपेक्टेसन गरेको थिएँ कि मैले गुराँस पुरै रात्रै फुलिरहेको होला वा भनेर हेरेछ त कस्तो भयो क्या। अब हेर्नुहोस् त गाइस, गुराँस त एउटा पनि छैन, बोट मात्रै छ, हरियै छ क्या पुरै। तर पनि ठिकै छ, आउन पाइएको छ। देखियो नि त कतिको फुलेको रहेछ भनेर। अनि हजुर बाटो भन्नुहुन्छ भने यहाँदेखि चाहिँ यस्तो छ कि बिजोग आरुको फुल कि के कसो गरी फुलेको रहेछ गुराँस चाहिँ। मैले कति सोचेको थिएँ कि यहाँले यस्तो पुरै अगाडि रातै होला, भुइँ रातै, बोट रातै हेर्दाखेरि पनि भनेर सोचेको थिएँ कि आइपुग्न आँट्यो है, आइपुग्न आँट्यो है। त्यहाँनिर चाहिँ छ है, त्यहाँ चाहिँ हामी जान्छौँ। भाइब चाहिँ रमाइलो रमाइलो हुँदै आएको छ। त्यसमा गुराँस फुलिदिएको भए सुनमा सुगन्ध भइदिने होला। ठिक छ, यस्तो भयो नि रमाइलो छ। बाटो चाहिँ कस्तो छ त जस्तो लाग्छ भने हजुरहरूलाई, बाटो चाहिँ यस्तो छ है अहिले। पाथिभरा मन्दिरदेखि सिधै मुनिको बाटो हो यो चाहिँ। यहाँ यस्तो छ, ठिकै हो लगभग यतिको। बिस्तारै बिस्तारै बाटो बन्दैछ। यहाँ तलसम्म चाहिँ राम्रो रहेछ पिच। अनि त्यहाँदेखि यता लागेपछि साथी अस्ति नै यहीँनिर आउनुहुन्छ होइन माथिबाट। हामी चाहिँ माथि नै बस्थ्यौँ नि त, नजानु भन्दै लानुहुन्न थियो होइन। होला होला, यो बिच हामी पहिला कति हिँडेको पनि हो गाई। तर कस्तो त्यतिखेर आउँदा रात्रै गुराँस हुन्थ्यो, बट अहिले हुन सकेन। ठिकै छ, सो स्याड पनि नभनौँ, खुसी नै छौँ। हल्का गुराँस हुँदा थियो। आज हेरौँ कतिको छ। जहिले आउँदा प्याजमै हुन्थ्यो। आज चाहिँ घाम पनि त्यस्तो मजाले लागेन। भर दिउँसो हुँदै गएपछि लाग्छ कि अहिले 9:39 गएछ। 9:39 10 पनि बजेको छैन, 12 बजीतिर घाम लाग्छ कि 10 बज्न लाग्यो। गुराँसको अवस्था चाहिँ यस्तो छ अहिले गाइस, के भन्नु हजुरहरूलाई।
यो अगाडिको के हो सेतो सेतो त देखिन्छ बिचरा भर्खर यस्तो यस्तो छ क्या आजको भ्यू चाहिँ। हिजो 21 गते चुनाव थियो, चुनावको भोलिपल्ट आज भयो। घाम चाहिँ सधैँको लागि अस्ति आयो कि क्या भन्थे भनेर बढी नभनौँ होइन, बढी त भन्दिनँ त्यस्तो केही, तर आज कस्तो घाम नआउँदाखेरि चाहिँ अलिकति टेन्सन भइदिइरहेको क्या। आज चाहिँ आएको भयो भने त क्या भोलिदेखि नआए पनि चाहिँ होइन घुर बिसे अरे 0 किलोमिटर यहीँ हो रहेछ भनेर बुझ्नुपर्ने भयो। गीत पनि ठिकै हो। गीत कसले चलाउँदैछ? पार्टीबाट आइपुगिसकेको छौँ। हाम्रो ग्रुप चाहिँ यता छ, यसरी बस्नुभएको छ अङ्कलहरू। जान त हुन्छ होला अङ्कल, माथि पनि पूजा गर्नु भएन यता बाहिर बस्दा। घाम लागेको छैन त्यति मजाले नभनौँ, घामै लागेको छैन, यस्तो भइरहेछ। देउराली यसलाई उता साइडमा राख्नु न। धागो बाँध्दै यहाँदेखि लानु पर्यो। बेबी हेर न, छोरो हराउँछ। ए हराउँदैनन् यता हो, यहाँ बस्नुपर्छ। यता हाम्रो दिदी है आजको मौसम देख्न सक्नुहुन्छ। यता चाहिँ सबैजना पूजा गर्नको लागि हेर्दै हुनुहुन्छ। ए मोबाइल यहाँ छ है, मोबाइल फुटेको छैन अहिलेसम्ममा। सबैजना पूजा गर्दै हुनुहुन्छ पालै शान्ति हो। हामीले बाहिरको चाहिँ बनाएका छौँ। अहिले चाहिँ पूजा गरिसकेर यता परेवा छोडेर पनि हामी आएका छौँ। यतातिर गुराँसको बोट मात्रै छ यसपालि चाहिँ। सबैजनाले पूजा गरिसकेर भित्र पनि फोटो खिचिसकेर हामी चाहिँ बाहिर निस्किसकेको छौँ। अब राम्रो फोटो आउँछ नि त मेरोमा, आउँछ अनि त्यहाँ खिचेको छ कि अङ्कलकोबाट सार्नु अनि भइहाल्छ। पूजा गरिसक्नु त कहाँ हो होइन, फोटो खिच्नको खिचेर मेरो बिहा घरको यहाँ हेर्नु न हालत यस्तो बिजोकले भुइँमा। नानी यो बोकिदेऊ बाबा। हजुर नु अब हामी सबै बोकेर चाहिँ जानेवाला छौँ। अब
पूजा गरियो अब फेरि कहिले आउँछौँ मेरो त जुत्ता पनि उतै छ सबैजनाले यतै खोल्नु भएछ आफू त कसैलाई के धन्दा मलाई त यस्तै धन्दा अब हामी चाहिँ यहाँनिर पूजा गरिसकेर अलिअलि फर्किने बेला भइसक्यो अझै पनि अलिअलि फोटो त खिच्नै पर्छ 1 मिनट पर्खनु है म जुत्ता लाएर खिच्छु अब चाहिँ हामी फर्किने बेला भइसकेको छ 3 बजेर 19 मिनट गइसके पछाडि चाहिँ हामी फर्किने तर्खरमा छौँ अलिमुनतिर पनि आइसक्यो दिउँसो पनि अलिअलि त बनायो तर धेरै बनाउनै पाइएन ठिकै छ आजको लागि यति नै हामीलाई हेरिदिनु भयो हिँडिसकेको छौँ तर घर पुग्नुन्जेल चाहिँ म बनाउँदिनँ किनभने देखि नै हाल्नुभयो माथिको चाहिँ धेरै भिडियो बनाउनै पाइएन क्या तर पनि ठिकै छ यति भयो नि बनाउन पायो भिडियोमा भन्दा बढी रियलमा हुन्छ नि क्यामेरामा भन्दा बाहिर हामीले धेरै इन्जोय गरिहाल्यौँ त्यही भएर क्यामेरामा धेरै पनि किन देखाउने जे होस् एउटा भ्लग बनाऊँ भन्ने चाहिँ लागिरहेको थियो सबै तर कुनै धेरै छुट्टी नै हाल्छ नि त अल्छी पनि लाग्छ गरेर सब जतिखेर क्यामेरा पनि यस्तो गरेर बस्नु पनि मिल्दैन नि त त्यही भएर अघि चाहिँ कस्तो चिसो जाडो भएको तर अहिले चाहिँ कस्तो तातो गर्मी भयो जस्तो खालको भइरहेछ हावाभित्र बसिरहेको चाहिँ बाहिर चिसो न चिसो हावा छ नि त अनि त्यही भएर आजको लागि यति नै नेक्स्ट भिडियोहरू पनि आउने नै छ हाम्रो हेर्नु होला है त थ्याङ्क यू फर वाचिङ नजिकै पुगेपछि गइहाल्छ हेर्नु यहाँनिर गुराँस छ सेतो गुराँस दिदी जहाँ भयो अब गाडी चलो